हेलो गाइज के को पहिला मलाई बोल्न दिनु पर्दैन लेडिज फर्स्ट भनेर जहाँ पनि लेडिज फर्स्ट हुन्छ ल भन के भन्नु खोज्छ तैले हाम्रो चाहिँ यो बुढाको थोपडा देखेर मलाई भन्नै मन लागेन के कति कुरा तँलाई दुनियाको थोपडा मन पर्छ तँलाई छोड्नु तँलाई अरूको थोपडा हेरेर बस्नु पर्ने मान्छेलाई तँलाई मान्छे र ल भन मैले चाहिँ अब आज चाहिँ हाम्रो कति कुराहरु चाहिँ रिभिल गर्दिम कति तपाईहरुलाई थाहा नभएको कुराहरु जस्तो बुढो र मेरो सम्बन्धको बारेमा हैन बुढो र हाम्रो सम्बन्धको बारेमा के त हस्बेन्ड एन्ड वाइफ भनेर जसलाई पनि थाहा छ नि कसरी हाम्रो लभ कसरी परायो भने यो अब यो मैले पहिला सूर्यलाई बिहे गर्दाखेरि यो बिहे गरेर बस्छ जस्तो लागेको थिएन के मैले यसलाई साच्चै भन्नुपर्दा लिटरली 18 वर्षमा बिहे गरे हो हैन म त्यसपछि बिचमा विदेश गएँ 20 वर्ष थियो म 20 वर्ष थिएँ के अनि मेरो बुढो चाहिँ बिहे गरेको 1.5 वर्ष अथवा 2 वर्ष बिचमा चाहिँ त्यो 2 वर्ष सकेर होला सायद जानुभएको थियो के अनि 10 महिना बाहिर बसेर आउनुभयो अनि एयरपोर्टमा लिन गएको अनि पहिलो प्रश्न मेरो बुढाको के थियो भन्न त पहिलो गइनस् त भने सोधे मैले त किन पहिलो गइनस् अहिलेको जस्तो यस्तो धेरै उ थिएन नि त भिडियो कल गर्नेदेखि लिएर सबै कुरा त्यस्तो धेरै प्रोग्रेस थिएन त्यो टाइममा अब 2070 सालमा बिहे गरे हो हामीले त हजुरहरुले थिन त थियो तर त्यति साह्रो युजमा आएको थिएन हामीसँग चाहिँ त्यस्तो धेरै उ थिएन सायद एक्सेस थिएन किनकि त्यस्तो धेरै कुरा पनि बाहिर गएपछि पहिला त अब धेरै कडा ठाउँमा जानुभयो अरु लसपस थियो मेरो अनि मैले चाहिँ सिधै अनि यो पहिलो जान्छ कि जान्दैन किन यो म भन्दा राम्री हैन मलाई नि यहाँ जाठा हो मेरो कतिवटा गर्लफ्रेन्ड छ सुन्यो भने दङ पर्छ तिमीहरु मेरो थिएन के खाली आउ कुरो गर्छ चिट्ठा परेर ल्याए भाउजू भाग्यमै परे हो भन्छ मलाई चाहिँ किन होला नि मान्छेहरु थिएन मेरो चाहिँ बोयफ्रेन्डै थिएन अब अहिले मेरो चाहिँ थियो है अहिले गन्यो भने पनि हाम्रो पहिलो भेट कहाँ भयो होला भन्दा पहिलो भेट हाम्रो कोठेश्वरको जेब्रा क्रसमा भएको हो म कोही अरुसँगै थिएँ मैले मेरो पहिलो उहाँलाई हेर्दाखेरि पहिलो सोचमा के आथ्यो नि यस्ता गान्टेसँग कसले बिहे गर्छ भनेर तैले मैले पनि यसलाई यहाँ गोदाम चोकमा भेटेको थिएँ है यति टिमुर्के आएको थियो कि यहाँदेखि यहाँसम्म चुरा लाउँथे एक दर्जन चुरा लाउँथे के म यहाँदेखि यहाँसम्म चुरा लाउँथे है अनि हामी बाइकमा सर हिँड्थ्यौँ त्यतिखेर यस्ता टिमुर्के आयो मलाई कसले बिहे गर्छ भनेको त पछि सम्झिँदै जाँदा त त्यो केटी त यही रहेछ बिहे गर्दाखेरि त अब यो घर जुन घरमा म यहाँ बसिरहेको छु यो घरमा म मेरो बुढालाई चिन्नुभन्दा अगाडि यो घर बन्दै गर्दाखेरि 3 तला हुँदाखेरि म यो घरमा छिरेको छु क्या यो एकदम यो भाग्यको खेल हुँदो रहेछ त्यो भएर मेन कुरा चाहिँ भनेको चाहिँ लेखेको चिज हुने रहेछ अब हामीलाई देखेको चिज नहुने रहेछ अब यो भन्दा अरु केही सुन्न चाहनुहुन्छ भने कमेन्ट गर्नु होला 50 वटा कमेन्ट गर्यो भने चाहिँ म भन्छु नत्र भन्दा यत्रै स्थिति भन्दिन म कस्तो टिमुर्का हो के टिमुर्का त हो नि मलाई कति सम्मको भन्छ चिट्ठामा पर्या दुनिया यो राम्रै हुनमा मेरो गल्ती हो लभ स्टोरी सबै सुनायो भने चाहिँ मान्छेहरुले थाम्न सक्दैन हो भने रिस उठ्छ यार अनेक थरी यार